हेलो साथीहरू, हजुरहरूलाई स्वागत छ। फेरि पनि मेरो अर्को भ्लगमाथि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज बिहानीको सुरुवात चाहिँ मेरो कसरी भयो हेर्न सक्नुहुन्छ। मेरो बाबु चाहिँ उसलाई क्लास छोड्दाखेरि सधैँ नै ऊ दोकानबाट केही न केही किनेर खान्छु भनेर चाहिँ हैरान गर्न लागेको हुन्छ। त्यही भएर चाहिँ मैले उसलाई दोकानबाट एउटा मिठाई किनेर उसको चाहिँ क्लासमाथि छोडिदिएँ अनि उसको चाहिँ ऊ साथीहरू हेर्न सक्नुहुन्छ, ऊ चाहिँ क्लासमा गएको छ नि त। त्यसपछि रुममा आएँ। जुन दिन म क्लास गएको हुँदैन ऊ दिन चाहिँ म 9-10 बजीसम्म सायद मेरो निद्रा खुल्दैन होला। मैले चाहिँ बाबुलाई छिटो छिटो रेडी बनाएर क्लासमा छोडिदिएँ अनि त्यसपछि आज चाहिँ मलाई एकदमै भोक लागेको थियो नि त। मैले चाहिँ हिजो साँझ राजमा भिजाएर राखेको थिएँ। मलाई चाहिँ राजमाको सब्जी एकदमै मनपर्छ नि त। अनि साँझ बिहान दिउँसो ल राजमा नै खा भने पनि मलाई मनपर्छ नि त। त्यसमाथि झन् मस्तसँग मसला पिसेर अनि झानेर प्याज टमाटर हालेर झानेर बनाएको चाहिँ एकदमै मनपर्छ नि त। त्यही भएर चाहिँ मैले चाहिँ मसला पिस्दैछु। मैले चाहिँ यता मिक्सर किनेको छैन नि त। अनि मैले चाहिँ सिलौटा किनेको। मलाई चाहिँ सिलौटा एकदमै मनपर्छ नि त। सानो छ सिलौटामा पिसेको अचार मसलाको चाहिँ एकदमै स्वाद आउँछ नि त। जत्तिको मिक्सरमा हुँदैन त्यत्तिको चाहिँ सिलौटामा एकदमै मनपर्छ मलाई। अनि त्यसपछि यता चाहिँ मैले हिजोको राजमा अनि राखेको चाहिँ मैले झान्न लागेको छु नि त। अनि मलाई चाहिँ यसरी झानेको एकदमै मनपर्छ। मैले चाहिँ सुकेको खुर्सानी हालेर मसला पिसेको थिएन, हरियो खुर्सानी हालेर मसला पिसेको थिएँ। त्यही भएर चाहिँ हरियो मान्नेको छ नि त। अनि टमाटर पनि राम्रोसँग पाक्दैन नि त साथीहरू। त्यही भएर चाहिँ उसलाई चाहिँ मैले थिचोरिरहेको छु। मलाई चाहिँ एकदमै भोक लागेको थियो नि त। त्यही भएर मैले चाहिँ यता छिटो छिटो गराइरहेको छु नि त। अनि आज चाहिँ नि हल्का ढिलो उठेको भएर भोक पनि छिटो नै लागेको छ नि त। त्यही भएर यता चाहिँ मैले दाल झानिसकेको छु। अनि त्यसपछि मैले चाहिँ हिजो काँक्रा लिएर आएको थिएँ अनि काँक्रा चाहिँ बचेको थियो नि त। मलाई काँक्राको अचार यसरी नै खाने मन लागेको थियो। त्यसपछि मैले बनाएँ। अरू चाहिँ कोही थिएन नि त। मैले चाहिँ एक्लै खान बसेँ। अरू चाहिँ सुत्नु भएको थियो। भाइहरू बाबुहरू सुत्नु भएको थियो। म चाहिँ यता खान बसेँ। मलाई चाहिँ त्यो राजमा चाहिँ त्यो उ गरेको मन पर्दैन नि त। त्यसलाई यस्तै नै मनपर्छ। त्यही भएर यता चाहिँ बाबुको ड्रेसहरू मैले धोएर राखिदिएको थिएँ अनि चाहिँ यता चाहिँ मैले आइरन लगाइदिन लगाएको थिएँ नि त। एकदमै खुम्चिन्छ त्यही भएर मैले चाहिँ आइरन किन्न पठाएको थिएँ अस्तिलाई मम्मीलाई भनेर। अनि बाबुको ड्रेसहरू चाहिँ एकदमै खुम्चिएर एकै भएको हुन्छ नि त। यता दराज छैन अनि त्यसलाई चाहिँ यसो पटाएर राख्नुपर्छ। त्यही भएर खुम्चेर उ भएको हुन्छ नि त। अनि त्यसपछि मेरो कुर्ता पनि त्यस्तै भएको थियो नि त। खुम्चेर अनि धोइसकेर राखिसकेपछि त्यस्तै भएको थियो। त्यही भएर मैले चाहिँ यता मेरो कुर्ता नि आइरन गर्न लगाएको छु नि त। हुन्छ आजलाई यति नै। फेरि पनि अर्को भ्लगमाथि भेटौँला। सबैजनाले माया गरिदिनु होला, सपोर्ट दिइदिनु होला, लाइक कमेन्ट गरिदिनु होला अनि मेरो भ्लगलाई सेयर पनि गरिदिनु होला र माया गरिदिनु होला। हुन्छ बाई।